बुल मार्केट र बेयर मार्केट भन्ने शब्द त हजुरहरूले धेरै नै सुन्नुभएको होला, तर कतिजनालाई चाहिँ यी दुईटाको बारेमा थाहा नहुन पनि सक्छ। हो, आज हामी यी दुईटाको भिन्नता बारेमा कुरा गर्दैछौँ। अहो, यो एकदमै सुनिने शब्द हो शेयर बजारमा। हो नि। अनि शेयर बजारका यी दुई मुख्य प्रवृत्तिहरू मतलब बुल र बेयर, यिनीहरू के हुन् अनि खास गरी हाम्रो नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यिनले कस्तो अर्थ राख्छन् त्यसबारे अलि खोतलाउन त आज। हुन्छ। लगानीकर्ताको लागि त यो बुझ्नु एकदमै जरुरी छ, होइन र? बजारको चक्र नबुझी लगानी गर्नु त अँध्यारोमा तीर हाने जस्तो हो। ठ्याक्कै। ल सुरु गरौँ बुल मार्केटबाटै। यो भनेको कस्तो अवस्था हो? बुल मार्केट भनेको चाहिँ बजार लगातार उकालो लागिरहेको अथवा अब माथि जान्छ भन्ने बलियो अपेक्षा भएको समय हो। सामान्यतया बजार परिसूचक मतलब इन्डेक्स 20% वा त्योभन्दा बढीले बढ्यो भने त्यसलाई बुल मानिन्छ। अनि यस्तो बेला लगानीकर्ताको मुड कस्तो हुन्छ? एकदमै आशावादी, गजबको आत्मविश्वास देखिन्छ। सबैलाई लाग्छ बजार अझै माथि जान्छ, होइन, कमाइन्छ भन्ने हुन्छ। हो, त्यो आशावादले नै बजारलाई अझै माथि धकेल्न मद्दत गर्छ। अनि प्राय यो देशको अर्थतन्त्र पनि राम्रो भइरहेको बेला देखिन्छ। जसै जीडीपी बढ्नु, बेरोजगारी घट्नु, यस्तो अवस्थामा, होइन? त्यस्तै। तर सधैँ त्यस्तो हुन्छ भन्ने चाहिँ छैन, विशेष गरी नेप्सेको सन्दर्भमा। त्यो पछि कुरा गरौँला। ए हुन्छ। नेप्सेकै कुरा गर्दा कुनै उदाहरण छ बुल मार्केटको? छ नि। जस्तो 2012 देखि 2016 सम्म हेर्नु न, नेप्से परिसूचक करिब 530% बढेको थियो। त्यो एउटा एकदमै बलियो बुल रन थियो। हो, त्यो त अविश्वसनीय वृद्धि थियो। अब यसको ठ्याक्कै उल्टो बेयर मार्केटको कुरा गरौँ न त। बेयर मार्केट भनेको चाहिँ बजार लगातार ओह्रालो लागेको अवधि हो। सामान्यतया परिसूचक आफ्नो पछिल्लो उचाइबाट 20% वा त्योभन्दा बढीले घट्यो भने त्यसलाई बेयर मार्केट भनिन्छ। मतलब बुलको ठिक विपरीत। ठ्याक्कै। यस्तो बेला बजारमा निराशा, डर, अनिश्चितता छाउँछ। लगानीकर्ताहरू आत्तिन्छन्, होइन, थप नोक्सान होला कि भनेर शेयर बेच्न हतारिन्छन्। अनि यो चाहिँ कस्तो आर्थिक अवस्थासँग जोडिएको हुन्छ त? प्राय आर्थिक मन्दी वा अर्थतन्त्र खुम्चिएको बेला देखिन्छ। जीडीपी घट्ने, बेरोजगारी बढ्ने, कम्पनीहरूको नाफा कम हुने, यस्तो अवस्थामा निप्सेमा पनि त यस्तो भएको थियो होला नि? भएको थियो नि। जस्तो 2008 को विश्वव्यापी आर्थिक सङ्कटपछि 2008 देखि 2012 सम्म निप्से लगभग 75% ले घटेको थियो। त्यो एउटा प्रमुख बेयर मार्केट थियो। 75% गिरावट भनेको त धेरै नै हो। त्यसो भए सारमा भन्दा बुलमा बजार माथि, आशा माथि, अर्थतन्त्र पनि सामान्यतया राम्रो। अनि बेयरमा बजार तल, निराशा, डर र अर्थतन्त्र सामान्यतया कमजोर। तर अघि तपाईँले भन्नुभयो नि नेप्सेको कथा अलि फरक छ भनेर। के कुरामा फरक छ त? हो, यहाँनिर कुरा अलि चाख लाग्दो छ। नेप्सेले सधैँ त्यो किताबी परिभाषा वा विश्वव्यापी ट्रेन्ड मात्रै पछ्याउँदैन के? ए हो र? कस्तो खालको फरक? जस्तो नेपालको वास्तविक अर्थतन्त्र मतलब जीडीपी वृद्धि दर र नेप्सेको चाल सधैँ मिल्दैन। कहिलेकाहीँ त उल्टो पो देखिन्छ। उल्टो? जस्तै? उदाहरणको लागि आर्थिक वर्ष 2074-75 मा जीडीपी वृद्धि राम्रो थियो, करिब 7.5%। तर त्यही बेला नेप्से परिसूचक चाहिँ घटिरहेको थियो। ए, त्यो त अनौठो भयो छ। अनि अर्कोतिर हेर्नुस् न, 2015 को महाभूकम्प गयो, देशलाई ठूलो धक्का लाग्यो, तर त्यसपछि पनि नेप्से बढ्यो। 2020 मा कोभिड महामारी आयो, लकडाउन भयो, तर नेप्सेले त झन् नयाँ रेकर्ड बनायो। हो त है? यो किन यस्तो हुन्छ होला त? खै, यसका धेरै कारण हुन सक्छन्। सायद रेमिटान्सको पैसा बजारमा आउनु अथवा ब्याङ्किङ क्षेत्रको अत्यधिक प्रभाव हुनु। अर्को महत्त्वपूर्ण कुरा के हो भने नेप्सेमा ब्याङ्क तथा वित्तीय संस्था मतलब BFIs को प्रभुत्व एकदमै धेरै छ। कुल कारोबारको झण्डै 85-90% हिस्सा त यिनीहरूकै हुन्छ। 85-90%? बाप्रे। यसको मतलब अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने अरू क्षेत्र जस्तै कृषि, पर्यटन, उत्पादनमूलक उद्योग आदिको प्रतिनिधित्व बजारमा निकै कम छ। त्यसैले बजारले समग्र अर्थतन्त्रको ऐना देखाउँछ भन्न अलि गाह्रो छ। बुझेँ। अनि अरू केही विशेषता छन् नेप्सेका? असमान सूचनाको समस्या पनि देखिन्छ। मतलब केही ठूला वा भित्री जानकारी राख्ने खेलाडीसँग यस्तो सूचना हुन्छ जुन आम लगानीकर्तासँग हुँदैन।
असिमेट्रिक इन्फर्मेसन भन्छन् नि होइन? हो त्यही। यसले गर्दा बजारमा हल्लाको प्रभाव बढी देखिन्छ अनि केही ठूला खेलाडीले बजारलाई आफू अनुकूल चलाउन खोज्ने सम्भावना पनि हुन्छ। अनि राष्ट्र ब्याङ्कको नीति नि त्यसले त सिधै असर गर्छ भन्छन् नि। एकदमै। नेपाल राष्ट्र ब्याङ्कको मौद्रिक नीति, खास गरी मार्जिन कर्जा मतलब शेयर धितोमा लिने ऋण सम्बन्धी नियमहरूले बजारमा छिट्टै र ठूलो प्रभाव पार्छ। कहिले कडा गरिदिने, कहिले खुकुलो पार्ने, त्यसले बजारको उतार चढाउमा भूमिका खेलेको छ। भनेपछि नेप्सेमा लगानी गर्दा त यी सबै कुरा विचार गर्नुपर्ने भयो। सामान्य बजारमा चल्ने रणनीतिहरू यहाँ कत्तिको काम लाग्छन् त? जस्तो बुल मार्केटमा किन्ने र होल्ड गर्ने, बाय एन्ड होल्ड भन्छन् नि, वा ग्रोथ स्टकमा लगानी गर्ने। सामान्यतया त्यो गरिन्छ, तर नेप्सेको बुल मार्केटमा पनि अलि बढी सचेत हुनुपर्छ जस्तो लाग्छ मलाई, किनकि यहाँको बुल कति दिगो हुन्छ भन्न गाह्रो छ। अनि बियर मार्केटमा नि? बेयर मार्केटमा पहिलो प्राथमिकता त आफ्नो पुँजी जोगाउनु नै हो, क्यापिटल प्रिजर्भेसन। अनि विविधीकरण, डाइभर्सिफिकेसन झन्नै महत्त्वपूर्ण हुन्छ। मतलब एउटै कम्पनी वा सेक्टरमा मात्रै लगानी नगर्ने। तर बियर मार्केट अवसर पनि त हो नि होइन र? राम्रा कम्पनीको शेयर सस्तोमा पाइने। एकदमै। धैर्य राख्ने र दीर्घकालीन सोच राख्ने लगानीकर्ताको लागि नेप्सेको बेयर मार्केट अवसर बन्न सक्छ। राम्रा बलियो आधार भएका कम्पनीहरूको शेयर मूल्य निकै तल आएको हुन्छ। त्यस्तो बेला छानेर किन्न सक्यो। हो, तर मुख्य कुरा चाहिँ हल्लाको पछि लाग्नु भएन। कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन, भविष्यको सम्भावना, यी सबै कुराको राम्रो विश्लेषण गरेर मात्रै लगानी गर्नुपर्छ। सारमा भन्नुपर्दा नेप्सेको अलि फरक खालको, अलि अस्थिर प्रकृति हेर्दा बजारको हल्ला, अनुमान, अरूले भनेको भरमा दौडिनुभन्दा तथ्य, तथ्याङ्क र आफ्नो विश्लेषणमा विश्वास गर्नु एकदमै जरुरी छ। हो, बुल होस् वा बियर, बजारको चक्रा बुझ्ने तर नेप्सेको आफ्नै विशेषतालाई पनि ख्याल राख्ने। बिल्कुल। यसको लागि वित्तीय साक्षरता बढाउनु पर्यो। लगानीकर्ताले हल्ला र यथार्थ छुट्याउन सक्ने हुनु पर्यो, अनि मात्रै सोचेर बुझेर निर्णय लिन सकिन्छ। नेप्सेको यस्तो अनौठो चाल हेर्दा लगानीकर्ताको लागि ठूलो प्रश्न बुल वा बियर मात्र होइन, बरु आफ्नै नियममा चल्ने यो बजारमा कसरी सन्तुलित रूपमा अघि बढ्ने भन्ने पो हो कि। यसबारे सोच्दै गर्नुहोला। हस्, मेरो शेयर खबरबाट आजलाई यति नै। धन्यवाद। यस्तै एनालाइसिस सुन्न चाहनुहुन्छ भने कृपया हामीलाई फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक, युट्युब अनि लिङ्क्डइनमा फलो गर्नुहोला।